आदरणीय दर्शकबिनहरू नमस्कार। म कमल भुषाल सदा झैँ आज पनि म केही सत्य तथ्य जानकारीहरू लिएर तपाईँ माझ उपस्थित भएको छु। देशभरि रासोपाको लहर चलिरहँदा गुल्मी क्षेत्र नम्बर 1 र 2 मा पनि रासोपाकै लहर अघि बढेको छ भने 2 मा चाहिँ विजयी घोषणा भइसक्नु भएको छ हाम्रो गोविन्दपन्थी 496 मतको अग्रता सहित गुल्मी 2 बाट गोगडा विष्टलाई हराउँदै 30 वर्षे शासनकाल उहाँको अन्त्य गरिदिँदै यसपटक रासोपाका उम्मेदवार गोविन्दपन्थीले जित हासिल गर्नुभएको छ। त्यस्तै सागर ढकालले पनि क्षेत्र नम्बर 1 मा प्रदीप गेवाली र अर्को कुन रे चन्द्र भण्डारी के यार चन्द्र भण्डारीलाई पछि पार्दै अग्रमतका साथ धेरै मतान्तरका साथ अघि बढाउनु भएको छ। उहाँको पनि जित सुनिश्चित छ। दुवैलाई बधाई सहित पुराना दलले जस्ता गल्ती नगरून्, देशमा शान्ति सुशासन विकास र समृद्धि छाओस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद।